विश्वास गर्नुहोस्, मैले आजसम्म कसैको आशा गरेको छैन। आफ्ना उपलब्धि, आफ्ना प्राप्ति र आफ्ना लक्ष्यहरूका लागि कसैको भार परेको छैन। जिन्दगीमा त्यति ठुला सपनाहरू पनि छैन कि पूरा गरिदिनको लागि कसैको आशा गर्नुहोस्, कसैको भरोसा गर्नुहोस्। जीवनमा जे छ, आफूले जे प्राप्त गरेको छु त्यसैमा खुसी हुने प्रयत्न गरिरहेको छु। जीवनमा आफ्ना लक्ष्यहरू, आफ्ना उद्देश्यहरू प्राप्ति गर्नको लागि तपाईँले सुन्नु भएकै हो जब निराशाले तपाईँको जिन्दगीको लक्ष्य नै बदलिदिन सक्छ। निराशाले तपाईँलाई दुःखी बनाउँछ। जब तपाईँ दुःखी हुनुहुन्छ, तपाईँको सुखी संसार कहाँबाट प्राप्त हुन्छ। त्यसैले जीवनमा आफ्ना लागि र आफ्ना उपलब्धिहरूको लागि आफैले कडा मेहनत गर्ने, आफैले कडा परिश्रम गर्ने, आफैले उपलब्धि प्राप्त गर्ने मार्गतर्फ अगाडि बढ्नु सबैको लागि उपयुक्त हुन्छ। किनकि हरेक मानिस आफ्नै जिन्दगी र आफ्नै संसारको लागि जिइरहेको छ र ऊ आफ्नै उद्देश्य प्राप्तिका लागि कुदिरहेको छ। आफ्नो जीवनको लक्ष्यहरू प्राप्त गर्न कतिपय अवस्थामा चाहेर पनि सहयोग गर्न सकिन्छ। त्यसैले सर्वप्रथम आफ्नो लागि आफै जिउँ, सर्वप्रथम आफ्नो लागि आफै खुसी हुने प्रयत्न गरौँ, सकारात्मक रहौँ र सधैँ सकारात्मक दृष्टिकोण राखेर विश्वास गर्नुहोस्, मैले आजसम्म कसैको आशा गरेको छैन। आफ्ना उपलब्धि, आफ्ना प्राप्ति र आफ्ना लक्ष्यहरूका लागि कसैको भार परेको छैन। जिन्दगीमा त्यति ठुला सपनाहरू पनि छैन कि पूरा गरिदिनको लागि कसैको आशा गर्नुहोस्, कसैको भरोसा गर्नुहोस्। जीवनमा जे छ, आफूले जे प्राप्त गरेको छु त्यसैमा खुसी हुने प्रयत्न गरिरहेको छु। जीवनमा आफ्ना लक्ष्यहरू, आफ्ना उद्देश्यहरू प्राप्ति गर्नको लागि तपाईँले सुन्नु भएकै होला जब आशा गरिन्छ आशाले निराशा हुन्छ। निराशाले तपाईँको जिन्दगीको लक्ष्य नै बदलिदिन सक्छ र निराशाले तपाईँलाई दुःखी बनाउँछ। जब तपाईँ दुःखी हुनुहुन्छ, तपाईँको सुखी संसार कहाँबाट प्राप्त हुन्छ र त्यसैले जीवनमा आफ्ना लागि र आफ्ना उपलब्धिहरूको लागि आफैले कडा मेहनत गर्ने, आफैले कडा परिश्रम गर्ने, आफैले उपलब्धि प्राप्त गर्ने मार्गतर्फ अगाडि बढ्नु सबैको लागि उपयुक्त हुन्छ। किनकि हरेक मानिस आफ्नै जिन्दगी र आफ्नै संसारको लागि जिइरहेको छ र ऊ आफ्नै उद्देश्य प्राप्तिका लागि कुदिरहेको छ। आफ्नो जीवनको लक्ष्यहरू प्राप्त गर्न कतिपय अवस्थामा त्यसैले सर्वप्रथम आफ्नो लागि आफै जिउँ, सर्वप्रथम आफ्नो लागि आफै खुसी हुने प्रयत्न गरौँ, सकारात्मक रहौँ र सधैँ सकारात्मक दृष्टिकोण राखेर विश्वास गर्नुहोस्, मैले आजसम्म कसैको आशा गरेको छैन। आफ्ना उपलब्धि, आफ्ना प्राप्ति र आफ्ना लक्ष्यहरूका लागि कसैको भार परेको छैन। जिन्दगीमा त्यति ठुला सपनाहरू पनि छैन कि पूरा गरिदिनको लागि कसैको आशा गर्नुहोस्, कसैको भरोसा गर्नुहोस्। जीवनमा जे छ, आफूले जे प्राप्त गरेको छु त्यसैमा खुसी हुने प्रयत्न गरिरहेको छु। जीवनमा आफ्ना लक्ष्यहरू, आफ्ना उद्देश्यहरू प्राप्ति गर्नको लागि किन तपाईँले सुन्नु भएकै हो जब आशा गरिन्छ आशाले निराशा हुन्छ। निराशाले तपाईँको जिन्दगीको लक्ष्य नै बदलिदिन सक्छ र निराशाले तपाईँलाई दुःखी बनाउँछ। जब तपाईँ दुःखी हुनुहुन्छ, तपाईँको सुखी संसार कहाँबाट हुन्छ। त्यसैले जीवनमा आफ्ना लागि र आफ्ना उपलब्धिहरूको लागि आफैले कडा मेहनत गर्ने, आफैले कडा परिश्रम गर्ने, आफैले उपलब्धि प्राप्त गर्ने अगाडि बढ्नु सबैको लागि उपयुक्त हुन्छ। हरेक मानिस आफ्नै जिन्दगी र आफ्नै संसारमा जिइरहेको छ र ऊ आफ्नै उद्देश्य प्राप्तिका लागि कुदिरहेको छ। आफ्नो जीवनको लक्ष्यहरू प्राप्त गर्न कतिपय अवस्थामा चाहेर पनि त्यसैले सर्वप्रथम आफ्नो लागि आफै जिउँ, सर्वप्रथम आफ्नो लागि आफै खुसी हुने प्रयत्न गरौँ, सकारात्मक रहौँ
र सधैँ सकारात्मक दृष्टिकोण विश्वास गर्नुहोस्, मैले आजसम्म कसैको आशा गरेको छैन। आफ्ना उपलब्धि, आफ्ना प्राप्ति र आफ्ना लक्ष्यहरूका लागि कसैको भर परेको छैन। जिन्दगीमा त्यति ठुला सपनाहरू पनि छैन कि पूरा गरिदिनको लागि कसैको आशा गर्नुहोस्, कसैको भरोसा गर्नुहोस्। जीवनमा जे छ, आफूले जे प्राप्त गरेको छु त्यसैमा खुसी हुने प्रयत्न गरिरहेको छु। जीवनमा आफ्ना लक्ष्यहरू, आफ्ना उद्देश्यहरू प्राप्त गर्नको लागि तपाईँले सुन्नुभएकै होला। जब आशा गरिन्छ निराशाले तपाईँको जिन्दगीको लक्ष्य नै बदलिदिन सक्छ। निराशाले तपाईँलाई दुःखी बनाउँछ। जब तपाईँ दुःखी हुनुहुन्छ, तपाईँको सुखी संसार। त्यसैले जीवनमा आफ्ना लागि र आफ्ना उपलब्धिहरूको लागि आफैले कडा मेहनत गर्ने, आफैले कडा परिश्रम गर्ने, आफैले उपलब्धि प्राप्त गर्ने, अगाडि बढ्ने सबैको उपयुक्त हुन्छ। किनकि हरेक मानिस आफ्नै जिन्दगी र आफ्नै संसारको लागि जिइरहेको छ र ऊ आफ्नै उद्देश्य प्राप्तिको लागि कुदिरहेको छ। आफ्नो जीवनको लक्ष्यहरू प्राप्त कतिपय त्यसैले सर्वप्रथम आफ्नो लागि आफै जिउँ, सर्वप्रथम आफ्नो लागि आफै खुसी हुने प्रयत्न गरौँ, सकारात्मक रहौँ र सधैँ सकारात्मक दृष्टिकोण विश्वास गर्नुहोस्, मैले आजसम्म कसैको आशा गरेको छैन। आफ्ना उपलब्धि, आफ्ना प्राप्ति र आफ्ना लक्ष्यहरूका लागि कसैको भर परेको छैन। जिन्दगीमा त्यति ठुला सपनाहरू पनि छैन कि पूरा गरिदिनको लागि कसैको आशा गर्नुहोस्, कसैको भरोसा गर्नुहोस्। जीवनमा जे छ, आफूले जे प्राप्त गरेको छु त्यसैमा खुसी हुने प्रयत्न गरिरहेको छु। जीवनमा आफ्ना लक्ष्यहरू, आफ्ना उद्देश्यहरू प्राप्त गर्नको लागि तपाईँले सुन्नुभएकै होला। जब आशा गरिन्छ नि आशाले निराशा हुन्छ। निराशाले तपाईँको जिन्दगीको लक्ष्य नै बदलिदिन सक्छ र निराशाले तपाईँलाई दुःखी बनाउँछ। जब तपाईँ दुःखी हुनुहुन्छ, तपाईँको सुखी संसार त्यसैले जीवनमा आफ्ना लागि र आफ्ना उपलब्धिहरूको लागि आफैले कडा मेहनत गर्ने, आफैले कडा परिश्रम गर्ने, आफैले उपलब्धि प्राप्त गर्ने अगाडि बढ्ने सबैको लागि उपयुक्त हुन्छ। किनकि हरेक मानिस आफ्नै जिन्दगी र आफ्नै संसारको लागि जिइरहेको छ र ऊ आफ्नै उद्देश्य प्राप्तिको लागि कुदिरहेको छ। आफ्नो जीवनको लक्ष्यहरू प्राप्त गर्ने कतिपय अवस्थामा चाहेर पनि त्यसैले सर्वप्रथम आफ्नो लागि आफै जिउँ, सर्वप्रथम आफ्नो लागि आफै खुसी हुने प्रयत्न गरौँ, सकारात्मक रहौँ र सधैँ सकारात्मक दृष्टिकोण विश्वास गर्नुहोस्, मैले आजसम्म कसैको आशा गरेको छैन। आफ्ना उपलब्धि, आफ्ना प्राप्ति र आफ्ना लक्ष्यहरूका लागि कसैको भर परेको छैन। जिन्दगीमा त्यति ठुला सपनाहरू पनि छैन कि पूरा गरिदिनको लागि कसैको आशा गर्नुहोस्, कसैको भरोसा गर्नुहोस्। जीवनमा जे छ, आफूले जे प्राप्त गरेको छु त्यसैमा खुसी हुने प्रयत्न गरिरहेको छु। जीवनमा आफ्ना लक्ष्यहरू, आफ्ना उद्देश्यहरू प्राप्त गर्नको लागि तपाईँले सुन्नुभएकै होला। जब आशा गरिन्छ नि आशाले निराशा बनाउँछ। निराशाले तपाईँको जिन्दगीको लक्ष्य नै बदलिदिन सक्छ र निराशाले तपाईँलाई दुःखी बनाउँछ। जब तपाईँ दुःखी हुनुहुन्छ, तपाईँको सुखी संसार त्यसैले जीवनमा आफ्ना लागि र आफ्ना उपलब्धिहरूको लागि आफैले कडा मेहनत गर्ने, आफैले कडा परिश्रम गर्ने, आफैले उपलब्धि प्राप्त गर्ने अगाडि बढ्ने सबैको उपयुक्त हुन्छ। किनकि हरेक मानिस आफ्नै जिन्दगी र आफ्नै संसारको लागि जिइरहेको छ र ऊ आफ्नै उद्देश्य प्राप्तिको लागि कुदिरहेको छ। आफ्नो जीवनको लक्ष्यहरू प्राप्त गर्ने कतिपय अवस्थामा चाहेर पनि त्यसैले सर्वप्रथम आफ्नो लागि आफै जिउँ, सर्वप्रथम आफ्नो लागि आफै खुसी हुने प्रयत्न गरौँ, सकारात्मक रहौँ र सधैँ सकारात्मक दृष्टिकोण विश्वास गर्नुहोस्, मैले आजसम्म कसैको आशा गरेको छैन। आफ्ना उपलब्धि, आफ्ना प्राप्ति र आफ्ना लक्ष्यहरूका लागि कसैको भर परेको छैन। जिन्दगीमा त्यति ठुला सपनाहरू पनि छैन कि पूरा गरिदिनको लागि कसैको आशा गर्नुहोस्, कसैको भरोसा गर्नुहोस्।
जीवनमा जे छ, आफूले जे प्राप्त गरेको छु त्यसैमा खुसी हुने प्रयत्न गरिरहेको छु र खुसी हुनेछु। जीवनमा आफ्ना लक्ष्यहरू, आफ्ना उद्देश्यहरू प्राप्ति गर्नको लागि तपाईँले सुन्नु भएकै हो, जब आशा गरिन्छ नि आशाले निराशा पाइन्छ। निराशाले तपाईँको जिन्दगीको लक्ष्य नै बदलिदिन सक्छ र निराशाले तपाईँलाई दुखी बनाउँछ। जब तपाईँ दुखी हुनुहुन्छ, तपाईँ